के हो हजुर पहिले मान्छेले झारपात खान्थे यसलाई है कुन चाहिँ यो यहाँ जमिनमा छ नि पहेँलो फुल फुलेको यो अब आजभोलि चाहिँ यो बहुऔषधीय गुण रहेछ के यो छेउमा फुलेको पहेँलो मिन्टेले यसलाई कोरियनमा मिन्डिले भन्छन् है अब नेपालतिर खासै यसको एक्ज्याक्ट नाम त थाहा छैन र यसलाई अङ्ग्रेजीमा चाहिँ ड्यान्डेलियन भन्छन् अब यसको जराको दुधको रङको जस्तो जुस निस्किन्छ भनेपछि यो पातबाट हरियो रङको निस्किन्छ र यो फुलबाट चाहिँ पहेँलो रङको निस्क्यो है यो तिनैमा फुलको जुस खाए पनि भयो यो पातको जुस खाए पनि भयो यो जराको पनि जुस बनाएर खाए पनि भयो अनि एक्सप्लेन खतरा गर्दै हुन्छ गर्नु न बसेरै दामी देखिरहेछ यो जुन ज्वरो छ नि यो ज्वरोलाई दुई प्रकारले खाँदो रहेछौँ एउटा चाहिँ यसलाई डाइरेक्ट लग्यो जरालाई पखाल्यो होइन कुट्यो अनि त्यसलाई छाँदेर लेदो सेदो थेग्रेको छाँदेर ट्याक्क पानी आउँछ नि त्यो चाहिँ जुस जस्तो मात्र बनाएर खायो भने पनि दिनमा 3 पटक बिहान होइन दिउँसो बेलुकातिर खायो भने पनि त्यसको पनि औषधीय गुण छ अहिले चाहिँ जुन अब याक्सुल भन्छ नि कोरियामा अथवा होङसाङहरू होइन अथवा अन्य चिजका पुरीहरू राखेर जराहरू राखेर बनाउने मध्येमा लगभग होङसाङ राखेको र इन्साम राखेको र यो राखेकोमा धेरै अन्तर रहेनछ कि यसको जरालाई पनि याक्सुल बनाउँदाखेरि यसको जराहरूलाई राखेर त्यो जुन 30% ओभरका रक्सीहरू छ नि त्यसको रक्सीमा 30 ओभरको रक्सीहरूमा यो राख्यो भनेपछि चाहिँ तिम्रो 6 महिना पछाडि खायो भनेपछि त्यसमा पनि औषधीय गुण आउँदो रहेछ बहुउपयोगी भनेपछि एकदम बहुउपयोगी स्वास्थ्यको लागि हैन त्यही हो यो मिन्डिले कोरियाको र अब हाम्रो भेटेको जति ड्यान्डेलियन यसलाई चाहिँ चिनी राख्नु है चिनी राख्नु डाइ नेपालमा चाहिँ हुन्छ कि हुन्न है डाइ भएन भने पनि यो एउटा डाइङ डाइ थियो त्यसले चाहिँ यसको ज्वरो पनि खानुपर्छ भाइ पात पनि खानुपर्छ फुल पनि खानुपर्छ भनेर भन्थे बेला बेलामा टिपेर पनि खुवाउँथ्यो बेला मैले कतिपटक खुवाएँ तिमीलाई होइन यही पनि खुवाउँथ्यो